हामीले खोर्सानी र टिमुरको अचार बनाउन आँटेको। यो टिमुर हो, अघि देखाएको खोर्सानी, अनि लसुन मिसायौँ। लसुन तासेर पकाएको हल्का काटेर सानो सानो साना बनाएर अनि तेलमा पकायौँ। टिमुर पनि त्यही मिसायौँ। आफ्नो इच्छा अनुसार तेल हालेर टिमुरहरू सँगै भुटेर खोर्सानी पनि त्यही मिसाएर गऱ्यौँ। मैले चाहिँ हजुरहरू बेग्लै पनि गर्न सक्नुहुन्छ। मैले पहिलोचोटि गरेको नि त, त्यही भएर कस्तो हुन्छ भनेर एकै ठाउँ गरेँ मैले। बेग्लै बेग्लै गर्दा पनि हुन्छ। अनि यो हल्का रातो रातो भइन्जेल भुट्नुपर्छ। अनि यो सेलाएर अनि मिक्सरमा पिस्यौँ हामीले। अनि मिक्सरमा पिसेर यस्तो भयो। अनि अचार चाहिँ थोरै भयो है, कस्तो हुन्छ भनेर चाख्न मात्र बनाएको नि त। हजुरहरू पनि बनाउन सक्नुहुन्छ। अचार चाहिँ मिठो हुँदो रहेछ, चाख्दा चाहिँ यस्तो भयो। हस्त धन्यवाद।